साथीहरू हामी चाहिँ अब ब्रुस गर्दैछौँ। बिहानको सुरुवात हुँदैछ। अब ब्रुस गर्नुहुन्छ। पर्समा त यो ब्याग पर्स यसो राखेको मेरो मम्मी ड्याडी अङ्कल आन्टीको इच्छा बीटीएस आर्मी बनाउने, मेरो इच्छा क्रिकेट बनाउने। मेरो म के चाहिँ भन्दा ठिक हुन्छ कमेन्ट गरिदिनु होला। मैले चाहिँ सधैँ सैनिक क्याम्प देख्दा त्यही झल्को आइरहन्छ। म के चाहिँ भन्दा ठिक हुन्छ कमेन्ट गरिदिनु होला साथीहरू। उफ, बुटोलमा कति धेरै गर्मी हो। भाइलाई पनि 9-10 दिन बिरामी भयो, के भयो होला, चिन्ता लाग्छ बरै। आज हस्पिटल लिएर आएको फेरि। अब त हामी हस्पिटल नजिक आउन लागिसक्यौँ। भएर हस्पिटल लिएर आएको। मेरो पारा चाहिँ पुरा चस्मा लाउने खोल्ने। ल मम्मी टिकट लिन जानु भयो। फाइनली मेरो मम्मीले टिकट ल्याइसक्नु भयो। ल फाइनली हामी हस्पिटलभित्र इन्टर गर्दैछौँ। उफ, मान्छे पनि कति धेरै हो। ल अब डाक्टरले भाइलाई चेकअप गर्दै हुनुहुन्छ। हेर्न मेरो भाइ पनि कति ज्ञानी भएर चेकअप गर्न दिएको के हेर्न। ल भाइको नि ब्लड चेक गर्ने बेला भइसक्यो। डाक्टरले हामीलाई भाइलाई ब्लड चेक गर्न पठाउनु भएको छ। अब मेरो भाइ कति रुन्ची हेर्नु साथीहरू। कस्तो मन चसक्क भयो। भाइ कति रोइन् बिचारा। हेर्नु साथीहरू कसरी रोन्छ। ल मेरो भाइ पनि कसरी रोन्छ। कस्तो मन अर्कै भयो। ल अब त रिपोर्ट राम्रो आइदियोस्। यति ब्लड चेक गर्ने बेलासम्म भाइले दुःख दिनन् भने नि। ल फाइनली भाइको रिपोर्ट पनि आयो ब्लडको। ल मन बल्ल ढुक्क भयो। ल धेरै धेरै धन्यवाद डाक्टर सन्तोष। ल भाइ पनि कस्तो मजाले निदाइछन्। अघिको सुईको दुखाइले होला सायद। ल अब म फाइनली आफ्नो फेभरेट किन्डर जोय किन्दैछु। किन भ्यायो? ल हेर किन होला किन्डर जोय गोजीमा राखेको फेरि। अर्को एउटा मेरो लागि एउटा भाइको लागि
मेरो पैसा यता फर्क्यौ क्या बाई बाई साथीहरू अब नेक्स्ट भ्लगमा भेटौँला लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला थ्याङ्क यू